हेलो नमस्कार सबैजनालाई है। आज तिहारको दिन बिहान उठ्ने बित्तिकै भान्जालाई चाहिँ मोबाइल चाहिएको छ। अनि मोबाइल चाहिँ कसैले पनि दिएको छैन। नदिँदाखेरि चाहिँ भान्जाले चाहिँ काम गर्न डिस्टर्ब गरिरहन्, झगडा गरिरहेछन् है। त्यही क्रममा चाहिँ हाम्रो दाइले चाहिँ अब यहाँ च्याउ धुँदै हुनुहुन्छ तरकारीको लागि। अनि अब च्याउ धोएर चाहिँ अब एकैछिनमा लिएर आउनुहुन्छ। दाइले चाहिँ च्याउ धोएर तरकारीको लागि बनाएर ल्याउनु भयो। अनि मम्मीले दिनुभयो, मम्मीले चाहिँ अब पकाउँदै हुनुहुन्छ। यहाँ अब दाल पनि पाक्दैछ अनि अब बुवालाई आटो पनि पाक्दैछ। अनि मैले चाहिँ के गरेँ भन्दाखेरि चाहिँ मैले चाहिँ अब यो अचारको लागि चाहिँ मुलाहरू काटियो। मुला काटिसकेपछि अरू सबै कामहरू खत्र खत्र गरियो। बान्जाले चाहिँ अझै पनि हामीलाई दुःख दिइरहेछन्, किनभने मोबाइल चाहियो भनिरहेछ। अनि यो बहिनीसँग पनि यसरी झगडा गरिरहेछन्। अनि सबैले झगडा बहिनीसँग मात्र होइन, सबैसँग झगडा गरेर चाहिँ यिनले दुःख दिइरहेको छन्। अचारको लागि सबै सामानहरू रेडी पनि भयो। अनि घाँची बनाउनको लागि पनि सबै सामानहरू रेडी भइसकेको छ। अब खाना पनि लगभग पाकिसकेको छ। अब हामी रेडी हुनुतिर जाने भाग पनि लगभग सबै कुराहरू र दिदीले मिलाइसक्नु भएको छ, दिदीले मिलाउँदै हुनुहुन्छ। अब यो सबैको भाग पनि रेडी भइसक्यो भनौँ अब। अनि हामी पनि अब यहाँ माथि बसेर चाहिँ हामी रेडी भइसकेका थियौँ। अनि सबैजना चाहिँ हामी माथि नै अब दाइ म चाहिँ अब कान्छो परेँ, त्यही भएर चाहिँ म दाइहरू चाहिँ सबै माथि हुनुहुन्छ, भान्जा पनि माथि छन् लाउन लागि। अब दिदीले चाहिँ अब टिकाहरू अब सबै थालमा चाहिँ अब मिलाएर हुन्छ। अब हामी टिका लगाउँछौँ है। टिका लगाउँदाखेरि चाहिँ मैले चाहिँ अब मेरो मोबाइल चाहिँ मैले टाइम स्ल्यासमा राखेर चाहिँ रेकर्ड गर्न छोडेको छु। जुन चाहिँ हाम्रो लगभग 2 घन्टा यति टाइम लाग्यो होला, त्यो टाइम सबै पिरियडहरू चाहिँ मैले यो टाइम्समा राखेर सबै प्लेहरू गरेको छु। तपाईँले हेर्न सक्नुहुन्छ है। अब भान्जा चाहिँ बेला बेला मसँग चल्ने अनि आउने नि गरेका छन् होइन। अब हामीले पहिला चाहिँ बहिनीले चाहिँ अब हामी सबै चारजनालाई चाहिँ टिका लगाइदिए। टिका लगाइदिइसकेपछि अब हामीले पछि चाहिँ हामीले अब बहिनीलाई पनि हामी सबैजनाले बहिनी र भान्जालाई चाहिँ टिका लगाइदिउँ। आज दिदीको चाहिँ टिका थिएन। टिका लगाएर सबैले सकियो, सबै सकेपछि आफ्नो प्रसादहरू खाने अनि बहिनीलाई चाहिँ गिफ्ट दिनेहरू कार्यक्रम भयो है। अनि म चाहिँ अब कान्छो परेँ, तपाईँ हेर्नु सक्नुहुन्छ। त्यही लास्टमा टिका लगाएको थिएँ। अनि मैले चाहिँ अब मेन भनेको भिडियो सिडियो बनाउने सबै काम चाहिँ मैले गरेँ। अब लास्टमा फोटोसुटहरू पनि गरियो। अनि बहिनीले चाहिँ सबै हाम्रो दाजुको चाहिँ चारजना दाजुहरूको चाहिँ सबै सत्र नाचुन् भन्दै चाहिँ घाँची के अरे ओखर फुटालिन्। अनि फोटोसुट भयो फुटालिन्। त्यसैमा हाम्रो तिहार 2082को सकियो है। धन्यवाद।